मेरा भाइ हो त कतिको हौ तिमी छानमा हौ। नमस्कार सम्पूर्ण मेरो साथीभाइहरूलाई र वेलकम छ मेरो यो भिडियोमा है। र साथीहरू म चाहिँ आज तपाईहरुलाई काँक्राको अचार बनाएर देखाउँदैछु हो। यो चाहिँ एकदमै स्वादिष्ट हुन्छ। म चाहिँ अब काँक्राको सिजनमा चाहिँ प्राय यसरी नै अचार बनाउँछु नि त, अचार बनाएर खान्छु नि त हो। अन्त यो चाहिँ मेरो काँक्रा है। मैले चाहिँ काँक्रा चाहिँ अब यसरी यो सेपको काटेर चाहिँ नुनमा भिजाएर राखेको छु हो। अन्त यहाँनिर चाहिँ छ प्याज आलु हो। प्याज आलु बोइल गरेर काटेर राखेको छु। मैले चाहिँ काँक्रा किन यसरी काटेको भन्दाखेरि चाहिँ आलुको सेप यस्तो हुन्छ नि त, काट्दाखेरि बोइल गरेको आलुलाई चाहिँ काट्दा यो सेपको हुन्छ नि त। त्यो भएर चाहिँ मैले चाहिँ एउटै सेपको बनाउनुको लागि चाहिँ यसरी काटेको छु। साथीहरू तपाईहरुले लाम्चो काट्दा पनि हुन्छ, आफूलाई जस्तो खालके सेपको मनपर्छ त्यस्तै काटेर बनाउँदा पनि हुन्छ है। प्याज पनि मैले काटेर रेडी गरेको छु। अन्त मसलामा मैले यहाँनिर यो तिल भुटेर रेडी राखेको छु हो। र साथीहरू खोर्सानी चाहिँ म यो मेरो पुरानै खोर्सानी थियो, सुकाएर राखेको डल्ले खोर्सानी, यसलाई नै तातो पानीमा भिजाइरहेको छु। म अब अचार बनाउनको लागि रेडी भइसकेको छु हो। तिल र यो खोर्सानी चाहिँ पिसेर म अब मजाले अचार बनाउन लागिरहेको छु। तपाईहरुले पनि घरमा ट्राई गर्नुहोला यो रेसिपीलाई है। एकदमै स्वादिष्ट हुन्छ, एकदमै मिठो हुन्छ। हेर्दै गर्नुहोस्, हेरेर चाहिँ एकदमै लाइक शेयर कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है। एकदमै फलो पनि गरिदिनु होला। जो नयाँ भ्युवर्सहरु हुनुहुन्छ उहाँहरूले चाहिँ एकदमै मेरो यो रेसिपीहरु हेरेर, मेरो भिडियो हेरेर फलो गरिदिनु होला। र साथीहरू तिल र खोर्सानी चाहिँ मैले पिसिसकेँ है। तिल चाहिँ अलिक बेसी नै लाउनुपर्छ साथीहरू हो, किनभने मजाले अब मोलिनु पर्यो नि त है। मेन मसला नै तिल र खोर्सानी हो साथीहरू। म चाहिँ पिसिसकेको छु र अब म चाहिँ अचार बनाउन गइरहेको छु। साथीहरू हेर्दै गर्नु होला मेरो भिडियो। साथीहरू अब चाहिँ अचार बनाउन रेडी भयो है। अब सबै हालेर मिक्स गर्छु। सानुहुन्छ क्या निम्बु पनि छ, निम्बु पनि हाल्नुपर्छ। यो चाहिँ अब मन पर्नेले हाल्दा हुन्छ, मन नपर्ने हाल्दा हुन्छ हो, नहाल्दा पनि हुन्छ। नुन चाहिँ अलिक कम्ती हालौँ होला, काँक्रा नुनमा भिजाएको त्यही भएर चाहिँ अलिकति कम्ती हाल्छु। अब चाहिँ मोले है। है साथीहरू, अन्तिम मेरो यो मेथी चाहिँ तेलमा खारेर हाल्छु म चाहिँ हो। अन्त अब यो निम्बु पनि निचोरेर हाल्छु अलिकति। अन्तिम लुक्स हेर्नु होला साथीहरू, फाइनल लुक हेर्नुहोस् है कस्तो यम्मी यम्मी भयो। वाह दामी आएछ। तपाईहरुले यो चाहिँ अब लन्चसँग पनि लिन सक्नुहुन्छ हो। मैले चाहिँ अब लन्च भातसँग खानु भनेर नै यो आज बनाएको हो। भयो टेस्ट गरेर हेरौँ है साथीहरू। दामी यम्मी।